पख्नु गाइजहरु, पख्नु स्किप नगरिकन हेर्नु है। म तपाईहरुलाई एउटा इम्पोर्टेन्ट कुरा देखाउँछु है त। यो हेर्नुस्, कति जनाले चिन्नु भएको छ पनि होला सायद। यो चाहिँ जडीबुटी हाम्रो घरमै बसेर एकदम मजाले उपचार गर्न सकिने औषधि हो। हेर्नु, यसलाई सक्यो भने यत्तिकै चपाएर खाँदा नि हुन्छ, सकेन भने यसलाई तातो पानी तताउने, तातो पानी तताएर अनि यो पत्ता धुएर मजाले धुएर 2-3 चोटी धुएर अनि तातो पानीमा डुबाइदिने अनि धेरै टाइम त्यसलाई भिजाएर राख्ने। अनि यसको अब निस्केको हुन्छ यसको रसहरु हैन, त्यसपछि त्यो पानी सट्टै पिदिने। सकेसम्म चाहिँ यसलाई चपारै खाने कोसिस गर्नुपर्छ। अनि यो फेरि के को औषधि हो भनेर भन्नुहुन्छ भने चाहिँ प्राय कति साथीहरुलाई त थाहा छ हैन। मैले पनि अस्ति मलाई नै गाह्रो भएको थियो अनि मैले पनि यही औषधि खाथे, तर अहिलेसम्म मलाई समस्या चाहिँ देखा परेको छैन। तपाईहरु पनि विश्वास गर्नुहुन्छ भने चाहिँ यो एकदम इम्पोर्टेन्ट औषधि हो। के को लागि भन्दा यो पत्थरीको चाहिँ यो 1 नम्बर औषधि हो गाइजहरु, हेर्नु होला। अनि यसमा त्यो वनको पानी अमला पनि छ, हेर्नु होला। यो बोजो थाहा होला कतिपय साथीहरुलाई हैन। मलाई चाहिँ आज खासै के गर्ने मोड छैन, सन्चो नि नभएर सुतिरहेको छु। अनि कौसीमा बस्दा मलाई दिक्क लागेर यो साधारण भिडियो बनाएर पोस्ट गर्न लागेको छु। यो पछाडी चाहिँ क्रिकेट खेल हुँदैछ एकदम ठुलो। वैशाख 1 गते के हो यो, मङ्सिर 1 गतेदेखि 27 गतेसम्म हुन्छ। फुल हेर्नु कति राम्रो छ नि, यता नि छ। अनि ड्रागन फ्रुट लसुन, यो चाहिँ म सुतेको ओछ्यान, बेड त भन्न मिल्दैन। कौसीमा म फर्म ओछ्याएर सुतिरहेको अवस्था थिएँ कि, लेकिन अहिले चाहिँ म उठेर यसो सानो भिडियो बनाएर हालिदिउँ न त।